नमस्कार, तपाईहरु सबैमा स्वागत छ। राजनीतिमा पुरानो भनाइ छ, बोलेको शब्द फिर्ता आउँदैन, तर त्यसको प्रभावले वर्षौंसम्म पछ्याइरहन्छ। यही भनाइ अहिले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई र महासचिव आरएन राईको सन्दर्भमा देखिन्छ। पछिल्लो समय जनकपुर स्थित जानकी मन्दिरमा पूजा आराधना गर्न जाँदा भएको अवरोधले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ। के विगतमा सार्वजनिक रूपमा दिएका अभिव्यक्तिहरूले आजको राजनीतिक यात्रामा असर पार्न सक्छन्? धेरै राजनीतिक विश्लेषकहरूले सक्छ भन्छन् र गहिरो असर पार्न सक्छ। लोकतान्त्रिक राजनीतिमा कुनै पनि नेता एउटा समुदाय, जात वा धर्मको मात्र प्रतिनिधि होइन, उनी सम्पूर्ण देशको नागरिकहरूको विश्वास जित्ने प्रयासमा हुन्छन्। त्यसैले नेताका अभिव्यक्ति पनि सही सुँगुरता बढाउने खालका हुनुपर्छ। नेपाल विविधताको देश हो। यहाँ हिन्दू, बौद्ध, किरात र मुस्लिम, इसाई लगायतका विभिन्न धर्मका मानिसहरू बस्छन्। त्यसैले अनेकौं जात जाति, भाषा भाषी, धर्म मान्ने मानिसहरूको सुन्दर संगम हो। यस्तो समाजमा कुनै पनि नेता यदि कुनै जात, धर्म वा समुदाय गर्ने शैलीमा प्रस्तुत हुन्छ भने त्यसले तत्कालका लागि ताली पाउन सक्छ, तर दीर्घकालमा राजनीति मूल्य चुकाउनु पर्ने अवस्था हुन सक्छ। हर्क साम्पाङ आफ्नो काम गर्ने शैलीका कारण लोकप्रिय बनेका नेता हुन्। धरानमा श्रमदानको अभियानदेखि खानेपानीको विषयमा उनले गरेको पहलले धेरैको प्रशंसा पाएको छ, तर अर्कोतर्फ उनका कतिपय सार्वजनिक अभिव्यक्ति विवादमा पनि पर्ने गरेका छन्। उनका समर्थकहरूले ती अभिव्यक्तिहरूलाई स्पष्टवादी भनेका छन् भने आलोचकहरूले यसलाई अनावश्यक रूपमा विभाजनका अभिव्यक्ति भएको टिप्पणी गरेका छन्। यही सन्दर्भमा जनकपुरको पछिल्लो घटनालाई धेरैले राजनीतिक रूपमा पनि विश्लेषण गरेका छन्। यद्यपि कुनै पनि अवरोध वा विरोधका कारण एउटै मात्र निष्कर्ष निकाल्न मिल्दैन। स्थानीय परिस्थिति, सुरक्षाको अवस्था, सामाजिक संवेदनशीलता र विभिन्न पक्षले पनि यस्ता घटनामा भूमिका खेल्छन्। त्यसैले कुनै पनि घटनाको सम्पूर्ण जिम्मेवारी एउटै कारणमा सीमित गर्न उपयुक्त हुँदैन। यद्यपि एउटा कुरा स्पष्ट छ, राजनीतिमा सार्वजनिक अभिव्यक्तिको प्रभाव दीर्घकालीन हुन्छ। आज बोलेको कुराले भोलि चुनावमा जनसमर्थनमा वा सार्वजनिक विश्वासमा फर्केर यही कुरा आरएन राईको हकमा पनि लागू हुन्छ। पार्टीको महासचिवका रूपमा उनको भनाइहरू पनि व्यक्तिगत विचारमा मात्र सीमित रहँदैन। जनताले त्यसलाई पार्टीको दृष्टिकोणका रूपमा पनि हेर्ने गर्छ। त्यसैले पार्टी नेतृत्वमा रहेका व्यक्तिहरूले शब्द चयनमा अझ बढी जिम्मेवार हुनुपर्ने अपेक्षा स्वाभाविकै हो। एउटा सफल राजनीतिक दलले आफ्नो विचार दृढ रूपमा राख्न सक्छ, तर त्यसले फरक विचार भएका नागरिकहरूको सम्मान पनि गर्नुपर्छ। लोकतन्त्रको सौन्दर्य नै विविध विचारहरूलाई स्वीकार गर्ने संस्कृतिमा हुन्छ। यदि कुनै नेताले विगतमा दिएका अभिव्यक्तिहरूका कारण समाजको कुनै वर्गमा असन्तुष्टि पैदा गर्छ भने त्यसलाई स्वीकार गर्दै संवाद, स्पष्टीकरण वा आवश्यक परे आलोचना गर्ने संस्कृतिले राजनीतिक परिपक्वता देखाउँछ। गल्ती स्वीकार गर्नु कमजोरी होइन, बरु नेतृत्वको बलियो पछि हुन सक्छ। राजनीतिमा लोकप्रियता केवल भाषणमा टिक्दैन। अनन्त जनताले नेताको व्यवहार, संयमता, सबैप्रतिको सम्मान र निर्णय गर्ने क्षमता हेर्छन्। सामाजिक सञ्जालमा भाइरल हुने अभिव्यक्तिले केही समय चर्चा दिन सक्छ, तर दीर्घकालीन राजनीतिक यात्रा विश्वास र समावेशिताले मात्र बलियो बनाउँछ। अन्त्यमा नेपाल जस्तो बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक रूपमा सफल हुन चाहने हरेक राजनीतिक दल र नेताले एउटा कुरा कहिल्यै बिर्सनुहुन्न, नेतृत्व भनेको आफ्ना समर्थकको मात्र होइन, असहमत नागरिकको पनि सम्मान गर्ने क्षमता हो। त्यसैले हर्क साम्पाङ, आरएन राई वा अन्य कुनै पनि राजनीतिक दलका नेतृत्वको लागि यो एउटा महत्त्वपूर्ण सन्देश हुन सक्छ कि सार्वजनिक अभिव्यक्तिले तत्काल चर्चा त दिलाउँछ, तर दीर्घकालीनमा त्यही अभिव्यक्ति राजनीतिक अवसर र चुनौती बन्न सक्छ। आजका लागि यति नै। तपाईको विचार के छ? सार्वजनिक अभिव्यक्तिले नेताको राजनीतिक भविष्य कतिको निर्धारण गर्छ? आफ्नो धारणा सभ्य र जनक भाषामा टिप्पणी गर्नुहोला। धन्यवाद।